Hello guys, this is my YouTube channel Storytell Atel. यहाँ म हरेक हप्ता इन्ट्रेस्टिङ मुभीहरू एक्सप्लेन गर्छु र म आज 2022 मा रिलिज भएको स्पिक नो इभिल नामक डेनिस साइकोलोजिकल थ्रिलर मुभी एक्सप्लेन गर्न गइरहेकी छु। यो मुभीलाई क्रिटिक्सले अति नै राम्रो रिभ्यू दिएको छन् र मलाई नि पर्सनली यो फिल्म राम्रो लाग्यो। ल अब लागौं भिडियोतिर। सुरु हुन्छ एउटा ड्रामेटिक इन्ट्रोबाट जहाँ रातमा एउटा होटल अघि आएर एउटा कार रोकिन्छ। उक्त कारबाट एउटा कपल बाहिर निस्कन्छ। त्यसपछि इटालीमा भ्याकेसनमा आएका एक ड्यानिस फ्यामिलीसँग हाम्रो इन्ट्रोडक्सन हुन्छ जसमा बियोन हुन्छ, उसकी वाइफ लुइजे र उसकी छोरी एग्नेस हुन्छन्। त्यही बेलामा एउटा पुरुष आउँछ र बियोनसँग नजिकै राखेको कुर्सी लिएर जाने पर्मिसन माग्छ। त्यो कुर्सी एग्नेसको भए पनि बियोनले उसलाई लैजाने अनुमति दिन्छ किनभने त्यो मान्छेले अति नै भद्र भएर मागेको थियो। त्यो कुर्सी लिएर उक्त व्यक्ति आफ्नो छोरो र श्रीमती भए ठाउँ जान्छ। राति सबैजना डिनर गरिरहेको बेलामा उक्त व्यक्ति सबैलाई थ्याङ्क्स भन्छ र साथसाथै ऊ आफ्नो नाम प्याट्रिक र पेसाले डाक्टर भएको बताउँछ। यहाँबाट के कन्फर्म हुन्छ भन्दा उक्त पुरुष राम्रो ब्याकग्राउन्ड भएको भद्र व्यक्ति हो, एज इफ ही कुड डु नो हार्म। त्यसपछि लाइभ म्युजिक चलिरहेको हुन्छ र बियोन गीत सुन्दा सुन्दै भावुक बन्छ जसलाई प्याट्रिकले नोटिस गरिराखेको हुन्छ र उसलाई चियर अप पनि गर्छ। राति सबैजना सुतिरहेको हुन्छन् तर बियोनलाई निद्रा लाग्दैन। ऊ बाल्कनीतिर टल्न भनेर निस्कन्छ र सरप्राइजिङली प्याट्रिक उसको तलको गार्डनमा उभिएको हुन्छ। त्यसपछि एक सेकेन्डमै ऊ त्यहाँबाट हराउँछ। अर्को दिन यो फ्यामिली घुमिराखेको हुन्छ। त्यसैमा उनीहरूकी छोरी एग्नेसले उसको गुडिया निनोलाई हराउँछ। बियोन त्यो गुडिया खोज्न जान्छ र खोज्ने क्रममा उक्त गुडिया भेटिन्छ। गुडिया लिएर आउँदा उसले आफ्नो फ्यामिलीलाई प्याट्रिकको फ्यामिलीसँग कुरा गरिरहेको देख्छ। उनीहरू एकअर्कासँग इन्ट्रोडक्सन गर्छन्। प्याट्रिक यो वाइफ क्यारिन र उसको छोरा एभल हुन्छ र यहाँ उनीहरूको छोरा खासै केही बोलिरहेको हुँदैन। हि इज काइन्ड अफ डिप्रेस। ऊ भ्याकेसनमा आए झन् देखिँदैन। प्याट्रिकले बियोनको तारिफ गर्छ फर बिङ ग्रेट फादर किनकि उसले आफ्नै छोरीको हराएको गुडिया खोजेर ल्याइदिएको हुन्छ। त्यसपछि उनीहरू एकअर्कासँग घुलमिल हुन्छन् र लन्च पनि सँगै गर्छन्। प्याट्रिकको फ्यामिली डच हुन्छ अर्थात् दुवै परिवारको फर्स्ट ल्याङ्ग्वेज डिफ्रेन्ट हुन्छ। उनीहरू इङ्ग्लिसमा कुरा गर्छन्। क्यारिन लुइजेलाई पोल्यान्डमा रहेको आफ्नो घरमा आउने निम्तो दिन्छ। लन्चको अर्डर आइसकेपछि थाहा हुन्छ लुइजे भेज हुन्छ तर फिस चाहिँ खान्छ र यहाँ प्याट्रिक लुइजेको खुब तारिफ गर्छ। एग्नेस ह्याप्पी देखिन्छ तर एभल असामान्य तरिकाले चाउमिन खाइरहेको हुन्छ। त भ्याकेसन पछि सबैजना आफ्नो घर जान्छन् तर केही समयमा बियोनलाई प्याट्रिकको मेल आउँछ जहाँ दुवै परिवारको भ्याकेसनमा खिचेको फोटो हुन्छ र साथसाथै आफ्नो घर आउने इन्भिटेसन हुन्छ। दुवै मक्ख पर्छन् तर लुइजे भने जानलाई त्यति इन्ट्रेस्टेड देखिन्न। तर एउटा डिनर ग्यादरिङमा उनीहरूका साथीहरूले थोडा जान सल्लाह दिन्छन् किनभने इट विल बी नट नाइस टु डिनाई। अझै दे सजेस्ट कि के नै नराम्रो हुन्छ होला र। त्यसपछि उक्त परिवार आफ्नो कारमा 7 घण्टाको लामो दूरी पार गरी प्याट्रिकको घरमा जान्छन् जुन हेर्दा अलिकति रिमोट एरिया जस्तो देखिन्छ। दे वेलकम बियोन फ्यामिली नाइसली। त्यसपछि उनीहरूलाई क्यारिनले उनीहरूको कोठा देखाउँछ जुन साँगुरो हुन्छ। एग्नेसको लागि पनि भुइँमा गद्दा ओछ्याइदिएका हुन्छन्। हुइज डेपिक्स त्यहाँ त्यति राम्रो हस्पिटल चाहिँ थिएन। यहाँ लुइजेले अप्ठ्यारो मानिरहेकी हुन्छ र एभल पनि पहिला चाहिँ गुपचाप हुन्छ। राति डिनरमा प्याट्रिकले लुइजेलाई जबरजस्ती मिटको टेस्ट गराउँछ इग्नोरिङ द फ्याक्ट द्याट सी इज भेजिटेरियन। उसले पनि अप्ठ्यारो मानी खान्छ र राति बियोनलाई फोहोर फाल्न पनि लगाउँछन्। र त्यही बेलामा बियोनलाई एभलले आफ्नो मुख खोलेर देखाउँछ जहाँ चाहिँ उसको जिब्रो हुँदैन। एन्ड दिस सिन इज रियल्ली स्केरी। अनि प्याट्रिकले उसलाई कराउँदै बोलाउँछ, उसको छोरालाई कराउँदै बोलाउँछ र दौडेर तर्सेर ऊ जान्छ त्यहाँबाट। त्यस लगत्तै यिनीहरू 4 जना बसेर कुरा गरिरहेको हुन्छन् र एभल चर्को रोइरहेको हुन्छ। उसका बाबामा उसलाई टोटल्ली इग्नोर गर्छन् र जिब्रो नभएको कारणले ऊ यसरी चिचाउने बताउँछन्। अझै प्याट्रिकले उसको जिब्रो एउटा मेडिकल कन्डिसनको कारणले नभएको बताउँछ र उसलाई नदुख्ने पनि बताउँछ। भोलिपल्ट यो परिवार घुम्न भनेर निस्केको हुन्छ र एग्नेस चिप्लेटी खेल्न खोज्छे। त्यहाँ चिप्लेटी खेल्ने क्रममा एभल चाहिँ स्लाइडको मुखमा नै गएर बस्छ र त्यहाँ नबस उठ भन्दा पनि उठ्दैन। यसो गर्नुको कारण म तपाईँलाई भिडियोको अन्त्यमा बताउँछु। यी कुराको लागि प्याट्रिकले एभललाई नराम्रोसँग गाली गर्छ र माफी माग्न लगाउँछ। यो सबै देखेर लुइजेलाई नराम्रो लाग्छ। त्यसपछि ऊ आफ्नो हस्बेन्डलाई उसलाई यहाँ ठिक नलागेको र उनीहरू यहाँबाट जानुपर्ने बताउँछ।
तर क्यारेन त्यही बेलामा त्यहाँ आइपुग्छ र उनीहरूलाई आज सबैजना बाहिर खाना खान जाने बताउँछ। उनीहरू रेडी भएर निस्कन लागेको हुन्छन्, त्यतिकैमा एउटा व्यक्ति आउँछ जसलाई क्यारेनले केयरटेकर बताउँछ। यहाँ बल्ल थाहा हुन्छ कि उनीहरू बच्चाहरू नलिइकन जाँदैछन्। लुइजे इज भेरी अपसेट बिकज अफ दिस, किनकि ऊ आफ्नो छोरीलाई छोडेर जान चाहन्थिन, त्यो पनि मिडल एज मेन एज अ केयरटेकर अथवा बेबीसिटरसँग। यिनीहरू 4 जना एउटा रोड हाउस जस्तो ठाउँमा खाना खान जान्छन्, विच इज भेरी स्मल एन्ड वियर्ड। पेट्रिकले धेरै खाना खान मगाउँछ, साथसाथै रक्सी पनि। अनि प्याट्रिक र क्यारेन नाच्न थाल्छन्, त्यो देखेर चाहिँ अर्को कपाल अनकम्फर्टेबल हुन्छ र लास्टमा बिल दिने बेलामा चलाखीपूर्ण तरिकाले प्याट्रिकले बियोनलाई बिल तिर्न लगाउँछ। त्यहाँबाट निस्किसकेपछि ड्राइभ गरिरहेको बेलामा गाडीमा प्याट्रिकले चर्को चर्को गीत बजाउँछ, जसले गर्दा लुइजे डिस्टर्ब हुन्छ र गीत बन्द गर्न भन्दै थर्काउँछ। तर प्याट्रिक र क्यारेनले चाहिँ उनीहरूको कुरा सुन्दैनन्। घर आइसकेपछि आफ्नो छोरीलाई भुइँमा सुताएको देखेर लुइजे अति नै फ्रस्ट्रेट हुन्छ। अर्को सिनमा लुइजे नुहाइराखेकी हुन्छ, त्यही बेला प्याट्रिक भित्र आउँछ बाथरुममा, विच मेक्स हर भेरी अनकम्फर्टेबल। तर पछि बियोनलाई यो बारेमा केही भन्दैन। इन्स्टेड अफ द्याट दे स्टार्टेड मेकिङ आउट। त्यही बेलामा इग्नेस आएर म तपाईँहरूसँग सुत्छु भन्दा पनि वास्ता गर्दैनन्। साथसाथै प्याट्रिकले झालबाट हेरेर गएको पनि बियोनले देख्छ। एकछिनपछि ऊ आफ्नो छोरीलाई चेक गर्न जान्छ, तर पहिलेको ठाउँमा उसलाई भेट्दिन। खोजै जाँदा एग्नेस प्याट्रिक र करिनको कोठामा सुतेकी हुन्छ, वेयर दे आर लाइङ नेकेड बिसाइड हर। यो देखेर लुइजे त्यहाँबाट जाने सोच बनाउँछ र झिसमिसमै उनीहरू निस्कन्छन्। गाडीमा जाँदै गर्दा त्यो फुच्चीको गुडिया निनुहोस् त माथि घरमै छुटेछ। लुइजेले फकाउन खोज्छ, तर बियोन चाहिँ युटर्न लिएर फेरि उक्त घरतिरै गाडी फर्काउँछ, विच इज वियर्ड बिकज पहिलाचोटि खोज्न जाँदाखेरि ऊ खासै खुसी देखिन्थेन। अनि उहाँ पुगिसकेपछि छोरी र श्रीमतीलाई गाडीमा नै छोडेर घरभित्र पस्छ र एकछिनपछि लुइजे पनि जान्छ। त्यहाँ दुईटाको डिस्कसन जस्तो हुन्छ, जहाँ लुइजेले उनीहरूले आफूसँग अतिथिलाई जस्तो व्यवहार नगरेको, मासु मात्र खान दिएको, बिल तिर्न लगाएको आदि इत्यादि कुरा भन्छ, जसको सफाइमा करिनले भन्छ कि वी आर ड्रङ्क, वी फरगेट द्याट यु आर भेज, अनि वी डोन्ट ह्याभ अ बिग हाउस आदि इत्यादि भनेर। र अन्तिममा आफ्नो छोरीमाथि ध्यान नदिएको भन्दै लुइजेलाई नै दोष लगाउँछ र त्यसपछि बियोन र लुइज मजाले म्यानिपुलेटेड हुन्छन् र त्यहीँ बस्न तयार हुन्छन्। अनि दुईजना परिवार बेलुकाको खाना तथा नास्ता बनाउने तर्खामा लाग्छन्। यही क्रममा लुइजेको हातमा चक्कुले काट्छ। प्याट्रिक डक्टर भएको हिसाबले बियोनले प्याट्रिकलाई घाउ हेरेर लगाउँछ, तर यतिकैमा बियोनले आफू डक्टर नभएको खुलासा गर्छ। के गर्छस् भनेर बियोनले सोध्दा आफू बेरोजगार रहेको र केही काम नगर्ने बताउँछ। यो सुनेर लुइजे र बियोन छक्क पर्छन्। त्यसपछि इग्नेसमाथि क्यारेनले अलिक बढी नै चासो देखाउँछ, तर एभेलको उसलाई वास्तै हुँदैन। लुइजेलाई यो कुरा पच्दैन र उसलाई थर्काउँछ। त्यसपछि ती दुवै बच्चालाई नाचिरहेको देखाउँछ र प्याट्रिकले एभेललाई नाचेको भएन भन्दै थर्काउँछ। एभेल रुन थाल्छ, तर प्याट्रिकले अझै उसलाई थर्काउँछ। बियोन र लुइजेलाई नराम्रो लाग्छ र उनीहरू छक्क पनि पर्छन्। लुइजे यो सबै देख्न सक्दिन र बाहिर जान्छ अनि आफ्नो हस्बेन्डलाई अलिकति आफ्नो हस्बेन्डसँग रिसाउँछ, साइलेन्ट ट्रिटमेन्ट दिन्छ। तर अझै उनीहरू घर छोडेर जाँदैनन्। त्यहाँदेखि राति सबैजना सुतिराखेको बेलामा एभेल चर्को चर्को रोइरहेको हुन्छ। प्याट्रिक उसलाई सुताउन भनेर गए चाहिँ देखिन्छ। टिभी चर्को चर्को बजिरहेको हुनाले बियोन टिभी निभाउन जान्छ र उसले त्यहाँको ढोकाबाट एउटा कटेरो जस्तो देख्छ। जहाँको लाइट अन हुन्छ ऊ त्यो कटेरोमा पुग्छ र उक्त कटेरोमा उसले प्याट्रिक र क्यारेनको विभिन्न फरक फरक बच्चासँग फरक फरक होलिडेमा फरक फरक परिवारसँग खिचिएको फोटो देख्छ, जहाँ एभेलको पनि फोटो हुन्छ र मोस्ट अफ द त्यो फ्यामिलीहरूको एउटा मात्रै बच्चा हुन्छ। एभेलको त्यहाँ उसका आफ्ना रियल बाआमासँगको फोटो देखिन्छ। यहाँबाट उसले बुझ्छ कि दुईजना एउटा मात्र बच्चा भएको परिवारलाई आफ्नो शिकार बनाउँछन् र बाआमालाई मारिदिएर बच्चा आफूसँग राख्छन् र उनीहरू अर्को शिकार नभेटिएसम्म बच्चालाई जिउँदै राख्छन् र भेटिएपछि चाहिँ मारिदिन्छन्। बियोन माथि पुलमा गएर हेर्दा एभेलको लास भेटिन्छ र तुरुन्तै आफ्नो परिवारलाई लिएर भाग्न थाल्छ, तर फेरि पनि आफ्नो पत्नीलाई केही भन्दैन। उसको गाडीलाई पछि पछि अर्को गाडीले पिछा गरिरहेको हुन्छ। यो गाडी चाहिँ प्याट्रिकको हुन्छ। यो देखेर उसले गाडी अफ रोडमा हाल्छ अर्को बाटोतिर र एकछिनमै उसको गाडी स्टक पनि हुन्छ। ऊ लुइजे र एग्नेसलाई गाडीभित्र नै रहन भनी मद्दत लिन जान्छ र एउटा घरभित्र पुग्छ जहाँ कोही पनि हुँदैन। त्यसपछि आफ्नो गाडीमा फिर्ता जाँदा आफ्नी पत्नी र छोरीलाई नदेखेपछि ऊ रुन थाल्छ। अब यहाँ प्याट्रिक आउँछ र बियोनलाई पनि गाडीमा हालेर लग्छ, जहाँ क्यारेन, लुइजे र एग्नेस हुन्छन्। अब यहाँ अघिको त्यही केयरटेकर आउँछ र एग्नेसको जिब्रो काटिदिन्छ।
यो दृश्य अति नै भयावह हुन्छ। एग्नेसलाई त्यो केयरटेकरले लिएर जान्छ र बियोन्ड ट्रमाटाइज भएर उक्त दृश्य हेरिरहन्छ, किनभने अब एबेलले जस्तै उसको छोरीले पनि त्यही जिन्दगी बिताउनु पर्नेछ। अब लुइज र बियोन्डलाई एउटा ठाउँमा लगेर लुगा खोल्न लगाउँछ अनि बियोन्डले किन यो सबै गरिस् भनेर सोध्दा प्याट्रिकले बिकज यु लेट अस अथवा तिमीले गर्न दियौ नि त भनेर जवाब दिन्छ। त्यसपछि बियोन्ड र लुइजलाई ढुङ्गाले हानेर प्याट्रिक र क्यारेनले मार्छन् र फिल्म यहीँ सकिन्छ। इन क्रेडिट सिनमा उसको छोरी एग्नेस चाहिँ क्यारेन र प्याट्रिकसँग कतै गइरहेकी हुन्छ र उनीहरू फेरि सायद अर्को परिवार हन्ट गरिरहेका हुन्छन्। गाइज खासमा क्यारेन र प्याट्रिक चाहिँ सिरियल किलर हुन्छन् र उनीहरू म्यानिपुलेट गर्न सजिला व्यक्तिहरूलाई टार्गेट गर्छन्। बियोन्ड र लुइस चाहिँ अलिकति म्यानिपुलेट गर्न इजी खालका व्यक्ति भएको हुनाले उनीहरूलाई मार्न चाहिँ किलरलाई सजिलो हुन्छ र सायद प्याट्रिक र क्यारेनको चाहिँ बच्चा हुन सक्दैन, त्यही भएर उनीहरू बच्चा हन्ट गर्दै हिँड्छन्। एबेलले चाउमिन खाँदा अरू तरिकाले खाइरहेको हुन्छ बिकज ऊ अरू कुनै कन्ट्रीको हुन्छ जहाँ चाउमिन नै खाइँदैन अथवा नुडल्स खाइ। सो द्याट वाज द भिडियो गाइज, प्लिज डु लाइक इट, कमेन्ट एन्ड सब्सक्राइब इफ यु लाइक इट, अनि I'll share same stories again and again. Thank you.